केमा छैन केपी जय घन्टी बाजे जय घन्टी या के रे हजुर आन्टी भन्दा एउटा अलि भन्छु कपडा त लाउनु सुन्नु न तपाईँ जनयुद्ध लड्या हो सैनिक हो माओवादी हो यो ड्रेस कहाँदेखि आएको त आइहाल्छ मलाई दिनु यो ब्याज त हाम्रो यिनीहरू हातलाई सो हुन्थ्यो दिदिनु नि त दिइहाल्छु होइन 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 बोक्नु न बाजे बवाल छ यार हजुरको उल्टो भयो सुल्टो यही हो सुल्टो उतापल्टी उताल्टी छ बास ल हो यो सुल्टो छैन जय घन्टी नेताहरूले दिनु पर्यो त यार अनि प्रचण्डले दिएन दिएन त्यसकीमा छैन प्रचण्डले दिएन दोस्रो रहेछ तपाईँ त पर नेत्रचन्द विप्लवको मान्छे भन्छ नि त को त्यसकीमा ठास्ने भन्ने होइन होइन तपाईँ कसको मान्छे त अनि म घन्टी हो यसबाट अहिले चाहिँ घन्टीको पहिला कसको मान्छे त भाइ पहिला नेपाली काङ्ग्रेस अस्ति त अनि एमाले काङ्ग्रेसको झन्डा समेत रिनिराख्नु भएको थियो आज फेरि होइन होइन त्यो कुरा हामीलाई शब्द छ तपाईँले हामीलाई के सम्झाउनुहुन्छ हामीले सम्झाउने अरू छोराहरू दारू त पिहाल्छु म मनमा पीडा छ होइन देशको हालत के छ होइन तर मैले दारू भन्नु रक्सी भन्छु म रक्सी कता कता रक्सी भन्ने पनि रहेछ कोदाको ओरिजिनल हामी होइन ज्यान्जी हो तपाईँ के अध्यक्ष हो ज्यान्जीको अध्यक्ष हजुर हजुर ज्यान्जीको बाउ भन्नु न यार एउटा कमेडी हुन्छ नै तपाईँले एउटा कुरा याद गर्नुहोस् यही कोलपुर चौरा जलाउने बेला भन्नु भन्नु न कोलपुर के कोलपुर जलाउँदाखेरि के भन्नु अरे कोलपुर जलाउने बेला यहाँको त्यो ऊ छैन मेयरले पानीको बोतल दिएर तेरी मास ठास्ने मेयर भनेर ज्यानी केटा रिसाउनु भयो अनि अर्डरमा ल्याइहाल्छु तर मलाई चिन्नुमा बुढो भयो कि त्यति बेलाको सम्बन्धमा अनि अहिलेका गणतन्त्रवादीले के भन्छन् भनेपछि होइन भन्नु नि तपाईँ पहिला के अरे संसद भवन चल्यो अनि गोली चल्यो भन्छन् यो कुरा के हो यसमा छानबिन हुनु पर्यो कि नै कुरा चाहिँ यो सत्य हो सत्य कसरी भयो त अनि त्यो भएपछि मलाई त बचाउन सकेनौ डुब्न लागेको देश बचाऊ भन्ने मान्छे को भन्नु त कसले भन्यो कति क्लास पढ्नु भयो तपाईँले त्यो कसले भन्यो तपाईँ भन्नु मैले पढ्नुहोस् भने भन्नु न कति क्लास पढ्या गरे के राजा कति क्लास पढ्नु भयो मलाई त बचाउन सकेनौ डुब्न लागेको देश बचाऊ म मरे पनि मेरो देश बाँचिरहोस् भन्ने मान्छे को भन्नु त कति क्लास पढ्नु भयो हामी इन्सपेक्टर कसले भन्यो हौ म मिल्दैन कि यिनीहरूसँग ठिक छ त्यो भनाइ कसको हो त अनि वीरेन्द्र राणाको मलाई त बचाउन सकेनौ मर्ने बेलाको विचार बहुत कठोर छ भाइ नातिौ इन्सपेक्टर हो म इन्सपेक्टर तपाईँ कतिखेर माओवादी हुनुहुन्छ त माओवादी पनि भइयो नभए होइन एमाले पनि भइयो काल के संसदकाल पनि लडियो गाउँ गाउँमा गएर रोटा पनि तानियो तानिनौँ मागेर खायौँ ल्याउनु बोल ल यिनले आइलो भन्दिनँ अब एकचोटि मेरो देशलाई आई लभ यु भनेर भन्नु न होइन पक्नुमा भन्छु ल मैले अहिले जान्छु फोटो पार्टी कति होइन तर आज मैले तपाईँहरूको लागि धेरै सङ्घर्ष गरे नेपाली काङ्ग्रेस पार्टीले देश बनाउन भने अर्जुन राणा र शेरबहादुर देउपा पैसाको ओछ्यानमा रहने तेरी माछा होइन साह्रो खाने रहन्छ यो शेरबहादुर देउपाहरू अनि केपी बा तेरी माछा होइन मेरो हजुर बच्चा मार्ने त्यहाँ चाहिएन अनि प्रचण्डले 18,000 तेरी माछा एक जोडी घन्टी नत्र भने अन्टी नत्र भने आफ्नै घन्टी ओ कडा जय घन्टी बेस्ट यो घन्टीले देश बनाउँछ कि नै बनाउँछ यदि बनाएन भने जानी केटा छ नि त तिमीहरू मेरो ज्ञानी हो यो देशको लागि जय घन्टी ल